आज हामीले फेरि खाजामा करेन्ट र अन्डा खायौँ। सो हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई आजको मिनी ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ एकदमै सन्चै छु। अनि साथीहरू, करेन्ट बनाउनुको लागि चाहिँ मैले पानी उमाल्नु बसालिसकेँ। यता चाहिँ सबै भेजिसहरू पनि काटेर रेडी पारिसकेको थिएँ। अनि फाइनली चाहिँ उमालेर पनि रेडी पारिसकेँ। त्यसपछि चाहिँ कन्ती बसालेर त्यसमा तेल हालेर जिराहरू फुराएर अनि अघि नै काटेर रेडी पारिसकेको गाजर, प्याज, खुर्सानीहरूलाई चाहिँ हालेर त्यसलाई चाहिँ एकछिन बुटबाट पारेर त्यसपछि त्यसमा नुन, खुर्सानीको धुलो, बेसार, धनियाँको धुलोहरू हालेर एकछिन बुटबाट पारेर त्यसपछि करेन्टको मसलाहरू हालेर त्यसलाई पनि एकछिन बुटबाट पारेँ। अनि त्यसपछि त्यसमा सोया सस हालेर अनि करेन्ट चौचो हालेर पनि बुटबाट पारेर चाहिँ रेडी पारिसकेँ। अनि साथीहरू, यो करेन्ट चौचो चाहिँ हाम्रो देशले नयाँ प्रधानमन्त्री पाएको खुसियालीमा पाक्दै थियो। अनि साथीहरू, फाइनली चाहिँ करेन्ट चौचोलाई बुटबाट पारिसकेर चाहिँ रेडी पनि भइसक्यो। त्यसपछि चाहिँ हामी लाग्यौँ अन्डा फ्राई गर्नु। अन्डा फ्राई गर्नुको लागि चाहिँ सुरुमा हामीले प्यान बसाल्यौँ, त्यसमा तेल हालेर अन्डा हालेर अनि त्यसपछि फ्राई गरेर चाहिँ रेडी पारिसक्यौँ। त्यसपछि चाहिँ त्यसलाई चिसोसँग सर्भ गरेर खायौँ। अनि साथीहरू, करेन्ट चौचो चाहिँ नमिठो हुने कुरा चाहिँ हुँदैन, चाहिँ एकदमै बवाल थियो। त्यसो साथीहरू, यहाँसम्म चाहिँ भिडियो हेरिदिनु भएकोमा धन्यवाद। भेटौँला अर्को ब्लगमा, तबसम्मको लागि बाई बाई।